वेलकम ब्याक टु माई न्यू ब्लग एन्ड म चाहिँ आज होइन रातिको 9 बजिसकेको छ अनि म चाहिँ खास रनिङमा गएको थिएँ क्या जगिङमा गएँ अनि आएँ त्यसपछि हल्का एक्सर्साइज गरेँ पसिना आएर दुध परेको छ होइन त्यही हो म बस्ने रुम चाहिँ यो होइन केटाहरू चाहिँ यहाँ टल्ली पारामा सुतेका छन् क्या सबै केटाहरू कोही चाहिँ यहाँ गेम खेलिरहेका छन् कोही सुतेका छन् होइन त्यो सो गाइज हाम्रो कोठा चाहिँ यो है म चाहिँ फाइनली अहिले इन्डियामा बस्छु सो गाइज आज चाहिँ म मासु बनाउन लागेको छु एन्ड यहाँनिर देख्न सक्नुहुन्छ भाइले चाहिँ थालमा प्याज काटिसकेको छ एन्ड मासु नि आइसकेको छ त्यो गाइज अब तेल हालिसकेँ स्टोभ हालिसकेँ एन्ड अब मासु बनाउने हो सो गाइज यहाँ देख्न सक्नुहुन्छ मैले चाहिँ अब तेल सेल डढिसकेँ होइन खुर्सानी नै हालिसकेँ त्यसपछि चाहिँ अब प्याज हाल्ने हो प्याज हालिसकेपछि यसलाई चाहिँ यहाँ अब हल्का चलाउनु पर्ने हुन्छ सो गाइज फाइनल देख्न सक्नुहुन्छ मैले चाहिँ यहाँ प्याज चाहिँ हालिसकेँ है प्याज भुटिसकेँ एन्ड अब यो ब्राउन कलर आयो भने प्याजको चाहिँ यहाँ चाहिँ हाम्रो मासु छ मासु हाल्यो एन्ड सो गाइज आज चाहिँ कसरी मासु बनाउँदैछु कि त्यही भएर नि हल्का झ्याउ लागेको छ त्यही हो मैले चाहिँ कपडा सपडा लगाएको छैन किनकि मलाई चाहिँ लास्टै गर्मी भएको छ क्या एन्ड आज म चाहिँ जगिङ गएर आएको नि त त्यही भएर फेरि लास्टै गर्मी भयो नि त त्यहीले अब मासु बनाउने सो गाइज यहाँनिर देख्न सक्नुहुन्छ हाम्रो प्याजको कलर चाहिँ ब्राउन भइसक्यो है एन्ड म चाहिँ यहाँ अब मासु हाल्न लागि रेडी छु एन्ड मेरो हातमा छ मासु अब यो मासु चाहिँ यसमा एड गर्ने हो एन्ड मासु एड गरिसकेपछि चाहिँ हाम्रो फेरि टक्क लगाएर मासु पनि फेरि ब्राउन कलर हुन्छ चाहिँ भुट्नुपर्ने छ है त्यो गाइज सब्सक्राइब गरिदिनु होला न अब हामी चाहिँ धेरै भन्नाले सानो मेरो फ्यामिलीदेखि बिलङ गर्छु क्या त्यही भएर नि अब इन्डियामा कमाउनु पऱ्यो नि त आमा बाउलाई चाहिँ पाल्नु पऱ्यो है नेपाल गएर त्यही भएर नि झ्याउ छ क्या एन्ड हामी चाहिँ अब यो मासु चाहिँ ब्राउन कलर हुन्छ भुट्ने है गाइज मासु नि धेरै छैन आधा किलो हो एन्ड अब यसलाई भुटिसकेपछि सो गाइज त्यही हो यहाँ चाहिँ म कसरी मासु बनाउँदैछु होइन यहाँ चाहिँ हाम्रो सब्जी छ यहाँ चाहिँ चामलको कट्टा छ त्यहाँ चाहिँ साथीहरू सुतिरहेको छन् है हाम्रो रुम चाहिँ यही हो त्यही गाइज सो म चाहिँ लास्टै पुर फ्यामिलीदेखि बिलङ गर्छु कि त्यही भएर नि के गर्नु इन्डियामा कमाउन आउनै पऱ्यो होइन आफ्नो आमा बाउलाई चाहिँ पाल्नै पऱ्यो सो गाइज सब्सक्राइब चाहिँ गर्न नबिर्सिनु होला गाइज अब सम्झिनुहुन्छ होला ठुल्ठुलो युट्युबरहरूको भिडियो हेरेर सब्सक्राइब गरेको एन्ड अब हामी जस्तो सानो युट्युबरलाई पनि सपोर्ट देखाउनु पऱ्यो क्या त्यही आइकन यहाँनिर देख्न सक्नुहुन्छ अब हाम्रो मासुको चाहिँ ब्राउन कलर भइसक्यो है अब टक्क मासु ब्राउन कलर भइसकेपछि चाहिँ यहाँ अब मैले टक्क यो चाहिँ डिक्चाको ढकन लगाएर चाहिँ टक्क ढाकेर 5 या 10 मिनट पाक्न दिने अनि त्यसपछि हेर्छु कस्तो हुन्छ मासु चाहिँ पाकिसक्यो है अब चाहिँ मासु खाने एन्ड अब रातिको 10:30 भइसक्यो त्यही हो गाइज अब म चाहिँ सुत्नु पऱ्यो अब सपोर्ट गर्नु होला लाइक सेयर सब्सक्राइब गर्नु होला थ्याङ्क यू हेभ अ गुड डे गुड नाइट